हेलो साथीहरू, गुड मर्निङ। के गर्नु हुँदैछ हजुरहरू? म त बिहानै पसल आएको छु। पसलाको पानी परिरहेछ, यता मौसम बिग्रिरहेछ। हजुरहरूकोतिर पानी पर्दैछ कि छैन कमेन्ट गर्नु होला। यता त पानी परिरहेछ। बिहानै पसल आएँ, पसलमा कामहरू सिद्ध्याएँ। अनि यहाँनिर दुध बसालेको छु, दुध उम्लिन लाग्यो। अब दुध उम्लिन आँट्यो। अब म चिया पकाउँछु। ल त्यही हो साथीहरू, अहिले एकछिनमा भेटौँ ल। अब बाई। यहाँ चिया बसाले, दुध यहाँनिर रेडी भइसक्यो। दुध तातेर यहाँनिर चिया बसाएको छु। मलाई चाहिँ मरिच कुटेर हालेको मनपर्छ नि त, अनि त्यही भएर मैले मरिच कुटेर पनि हालेँ। अब चिया पाक्छ अनि डेडी आउनुहुन्छ पसल, अनि हामी चिया नास्ता खान्छौँ। ल अहिले भेटौँ ल साथीहरू। मेरो चिया पनि रेडी भइसक्यो। मैले चियाको ग्यास निभाएँ। अब म डेडी नन्जेली यहाँ गिलोहरू बनाउँदै गर्नु पऱ्यो भन्दै गिलो बनाउन लगाएको। भरे चटपटेलाई चाहिन्छ नि त गिलो, अनि त्यही भएर गिलो बनाउन लाग्दैछु। अब गिलो बनाएर पानी थाप्नु छ। गिलो बनाउँदैछु। हजुरहरू चटपटेको लागि गिलो कसरी बनाउनुहुन्छ भनिदिनु होला। मैले बनाएको मिलेको छ कि छैन। म चाहिँ पहिले पिठो हाल्छु, अनि त्यसपछि त्यो कलर हुन्छ नि, त्यो कलर हालेँ, अनि पानी हालेर फिट्दैछु। अब यो मजाले फिटेपछि ग्यासमा बसाल्छु, अनि 5-7 मिनट पकाएपछि आफै बाक्लो हुन्छ नि त गिलो। अनि त्यसपछि ग्यास निभाइदिन्छु, अनि गिलो पाकेर रेडी हुन्छ। भरे बनाउँदा त फेरि तातो हुन्छ, अनि बिहानै बनाउँछु नि त म चाहिँ गिलो। अनि सेलाको गिलो राम्रो हुन्छ भनेर बिहानै बनाउँछु। यी बनाउँदै पनि छु। ल अहिले भेटौँ ल साथीहरू। डेडी पानीमा भिज्दै छाता ओढेर आउनुभएछ। अब हिँड्दै आउनुभएछ डेडी। पानी परिरहेछ नि त, त्यही भएर ल अहिले भेटौँ। डेडीले चाहिँ अघि नास्ता खायो अरे, बाहिर गइसक्नु भयो। यिनीहरू नास्ता आजको